हेलो हाई एभ्रिवान। अब धेरै समयपछि अब हाम्रो भिडियो जे होस् बन्दैछ आज। अब यो विभिन्न कारणले गर्दा म बिजी थिएँ। अब जे होस् आजबाट हाम्रो स्टार्ट हुँदैछ हैन। अब एसी को त लगभग सकिन लाग्यो। अब तै पनि अब जति बाँकी छ त्यतिमा गरौँला एसी को लागि। अब आज चाहिँ मैले यो क्लास 11 को एउटा सानो क्वेशन लिएर आएको छु। यो चाहिँ फिजिक्स हो, क्लास 11 को फिजिक्स को हो। यो डीसी सर्किट भन्ने च्याप्टरबाट मैले यो अस्मिताको ओल्ड इज गोल्डबाट पेज नम्बर 220 बाट लिएको क्वेशन हो है। यो मैले अस्मिताको क्वेशन सेटबाट यो लिएको यो क्वेशन हो। अस्मिताको पेज नम्बर 220 मा यो क्वेशन छ। यो क्वेशन नम्बर 10 हो। अस्मिताको क्वेशन नम्बर अस्मिता पब्लिकेशन को क्वेशन बैंक को पेज नम्बर 220 को यो क्वेशन नम्बर 10 हो हाम्रो है। अब यो क्वेशन चैप्टर डीसी सर्किटबाट लिएको हो। यो क्वेशन एकचोटि रिड गरौँ है। कन्सिडर द फिगर बिलो द करेन्ट थ्रू 6 ओम रेजिस्टर इज 4 एम्पियर। यो सर्किटमा 6 ओम रेजिस्टर को थ्रू 4 एम्पियर को करेन्ट छ है। इन द डाइरेक्सन सोन। अब यो जुन डाइरेक्सनमा देखाइएको छ करेन्ट त्यही डाइरेक्सनमा यो करेन्ट 4 एम्पियर हो। यो 4 एम्पियर यो डाइरेक्सन एरोले गर्दा छ। अब व्हाट आर द करेन्ट्स थ्रू 25 ओम एन्ड 20 ओम रेजिस्टर। अब हामीले यसमा के निकाल्नु पर्ने छ भने करेन्ट्स थ्रू 25 ओम एन्ड 20 ओम रेजिस्टर। गिभन के छ 6 ओम रेजिस्टर को थ्रू 4 एम्पियर को करेन्ट गिभन छ र हामीले के निकाल्नु पर्ने छ 25 एम्पियर को थ्रू को करेन्ट र 20 एम्पियर को थ्रू को करेन्ट। हामीले यसको थ्रू को करेन्ट निकाल्नु पर्ने हो र यसको थ्रू को करेन्ट निकाल्नु पर्ने हो है। र गिभन के छ यो 6 ओम को थ्रू को रेजिस्टेन्स गिभन हो 4 एम्पियर। मेरो यो झुन्ड्याउने भाँचेर यो हातमा बोक्नु परेको छ र बिस्तारै मिलाउला मैले सबै ल। यो 6 ओम को रेजिस्टेन्स को थ्रू 4 एम्पियर को करेन्ट हो। यो 25 र 20 को थ्रू निकाल्नु पर्ने हो हामीले ल। अब यसको लागि के गर्न सक्छौ भने अब त्यहाँ हेरौ डायग्राममा। अब पहिला यो 25 ओम को थ्रू को करेन्ट निकाल्नु छ भने हामीले के गरौँ पहिला यो 8 ओम को थ्रू को करेन्ट निकालौ र देन यो करेन्ट दुईटै जोडिएर यहाँबाट निस्किन्छ। यो करेन्ट पनि 6 ओम को थ्रू को करेन्ट पनि यो बाटो भएर यहाँ आउँछ। 8 ओम को थ्रू को करेन्ट पनि यो बाटो भएर यहाँ आउँछ अनि दुईटै करेन्ट जोडिएर यहाँबाट 25 को बाटो फ्लो हुन्छ है। सो बेसिकली हामीले पहिला के गरौँ वर्किङमा 8 ओम को थ्रू को करेन्ट निकालौ। त्यसको लागि के गर्न सकिन्छ भने यो 6 ओम र 8 ओम के छ प्यारललमा छ। सो 6 ओम र 8 ओम प्यारललमा छ भने भोल्टेज 6 ओम को रेजिस्टर को अक्रोस को भोल्टेज र 8 ओम को रेजिस्टेन्स को अक्रोस को भोल्टेज के हुन्छ बराबर। किनभने यो 6 ओम र 8 ओम को रेजिस्टर के छ प्यारललमा छ है। सो त्यति गरेर पहिला 8 ओम को करेन्ट निकालौ। देन यो 6 ओम र 8 ओम को करेन्ट दुईटै जोडिएर 25 बाट फ्लो गर्छ। देन त्यो दुईटै करेन्ट जोडेर 25 को थ्रू को करेन्ट निकालौला हो। सो पहिला यहाँबाट स्टार्ट गरौँ कि भोल्टेज अक्रोस 6 ओम इज इक्वल्स टु भोल्टेज अक्रोस 8 ओम एन्ड देन 8 ओम को करेन्ट निकालौ। सो पहिला त्यसको लागि लेट गरौँ कि करेन्ट थ्रू 8 ओम इज I2 हो ल। सो यसको सोलुसनमा बन्द गरौँ न कुरा ल। अब चाहिँ यो भोल्टेज अक्रोस 6 ओम र भोल्टेज अक्रोस 8 ओम लेखेर स्टार्ट गरौँ सोलुसन गरौँ। भोल्टेज अक्रोस नाउ पहिला लेट गरिहालौ करेन्ट थ्रू 8 ओम इज I1 अथवा I2 भनेर लेट गरौँ पहिला है। लेट करेन्ट थ्रू 8 ओम रेजिस्टर करेन्ट थ्रू 8 ओम रेजिस्टर इज I1। 8 ओम को करेन्ट को 8 ओम रेजिस्टर को थ्रू हामीले करेन्ट कति लेट गर्यौ I1 भनेर करेन्ट लेट गर्यो हो। अब चाहिँ भोल्टेज अक्रोस 6 ओम र भोल्टेज अक्रोस 8 ओम इक्वल गरौँ अनि करेन्ट I1 निकालौ। अब यो भोल्टेज अक्रोस 6 ओम र भोल्टेज अक्रोस 8 ओम किन बराबर हुन्छ किनभने 6 ओम र 8 ओम केमा छ प्यारलल कम्बिनेसनमा छ। अब यो 6 ओम र 8 ओम प्यारलल किन छ त फेरि यो प्यारलल किन छ किनभने दुईटामा डिफरेन्ट करेन्ट हुन्छ त्यही भएर भोल्टेज अक्रोस 6 ओम इज इक्वल्स टु भोल्टेज अक्रोस 8 ओम। भोल्टेज अक्रोस 8 ओम यो 6 ओम र 8 ओम प्यारलल छ त्यही भएर त्यो दुईटैको अक्रोसको भोल्टेज के भयो इक्वल। अब यो दुईटैको भोल्टेज किन इक्वल भयो किनभने प्यारललमा छ। अब यो प्यारललमा हो भने कसरी बुझ्ने हो किनभने दुईटामा डिफरेन्ट करेन्ट छ। अब त्यो दुईटामा डिफरेन्ट करेन्ट हो भने कसरी बुझ्ने हो त यहाँबाट जुन करेन्ट जान्छ यो ब्याट्रीबाट जुन यो करेन्ट निस्किन्छ यहाँबाट
यो करेन्ट यता केही जान्छ, यहाँ अब लेट्स से भनौँ न यो आई हो भने यता केही जान्छ आई ड्यास होइन, यता लेट्स से जान्छ अब आई डबल ड्यास भनौँ न एकछिनको लागि आई डबल ड्यास जान्छ भने यो आई डबल ड्यास यहाँदेखि यहाँसम्म गएर अनि दुईवटा बाटो छ, एउटा यता छ अर्को बाटो यता छ भने यता केही करेन्ट जान्छ यता केही करेन्ट जान्छ भने त्यही हामीले बुझ्न सक्यौँ कि यो पोइन्टमा आएर यता छुट्टै करेन्ट हो र यता छुट्टै करेन्ट हो, अथवा बराबर करेन्ट भए पनि यो दुईवटा पाथ बाँडियो नि त, यो दुईवटा पाथ बाँडेपछि यहाँ करेन्ट के भयो, दुईवटा पाथमा डिभाइड भयो। यो जुन मेन करेन्ट थियो यताबाट आएको यो मेन करेन्ट यो दुईवटा पाथमा डिभाइड भयो, मिन्स करेन्ट बाँडियो यो दुईवटाको एलिमेन्टको थ्रु। सो यो दुईटै एलिमेन्ट अथवा यो दुईटै रेजिस्टर के हो, प्यारलल, र प्यारलल हो भने भोल्टेज बराबर। सो भोल्टेज अक्रॉस 6 ओम इक्वल्स टु भोल्टेज अक्रॉस 8 ओम लेख्यौँ हामीले। अब भोल्टेज अक्रॉस 6 ओमको भ्यालु कति लेख्न सक्छौँ हामीले, पहिला यसलाई यसमा चाहिँ पास हुने करेन्ट इन 6 ओम मल्टिप्लाई रेजिस्टेन्स आई इन्टु आर लेख्न सक्छौँ हामीले, आई इन्टु आर है। अब तर यता 6 ओमको थ्रुको करेन्ट कति हो, 6 ओमको थ्रुको करेन्ट कति हो, पहिला यहाँ लेखौँ करेन्ट इन 6 ओम मल्टिप्लाई रेजिस्टेन्स है। यता भोल्टेज अक्रॉस 8 ओम भनेको आई अक्रॉस 8 ओम, आई अक्रॉस 8 ओम भनेको करेन्ट इन 8 ओम है, र इन्टु 8 ओमको रेजिस्टेन्स आर, अथवा 8 ओम डाइरेक्टली लेखे भइगयो, यहाँ 8 ओम लेखे भइगयो है, र यहाँ रेजिस्टेन्समा कति ओम लेख्ने हो 6 ओम। भोल्टेज अक्रॉस 6 ओम भनेको के हो, करेन्ट अक्रॉस 6 ओम इन्टु 6 ओमको रेजिस्टेन्स। त्यस्तै भोल्टेज अक्रॉस 8 ओमको रेजिस्टेन्स, भोल्टेज अक्रॉस 8 ओम भनेको कति हो, करेन्ट अक्रॉस 8 ओम, यो चाहिँ हाम्रो कति हो 8 ओमको रेजिस्टर हो भने भोल्टेज अक्रॉस 8 ओम भनेको कति, करेन्ट अक्रॉस 8 ओम इन्टु 8 ओम, अथवा हामीले सिम्पली के भन्न सक्छौँ आइआर, भोल्टेज भनेको आइआर। सो भोल्टेज भनेको आइआर हो भने 6 अक्रॉसको भोल्टेज भनेको 6 अक्रॉसको ओमको करेन्ट चाहियो एन्ड 6 ओमको रेजिस्टेन्स चाहियो। त्यस्तै भोल्टेज अक्रॉस 8 ओम भनेको भोल्टेज भनेको आइआर भने 8 ओमको आई चाहियो र 8 ओमको रेजिस्टेन्स चाहियो। सो यो आइआर हो, भोल्टेज भनेको आई इन्टु आर, यो पनि आई इन्टु आर। अब आई अक्रॉस 6 ओमको भ्यालु पहिल्यै थाहा छ नि हामीलाई 4 एम्पियर। सो यो 4 इन्टु 6 इक्वल्स टु यो कति भयो, आई अक्रॉस 8 ओम हामीले लेट गरेको हो आई1, सो यो हामीले आई1 लेख्न सक्छौँ इन्टु 8। अब यो 8 यता डिभाइडमा लिएर आयो भने यो 4 6 24 अनि यो चाहिँ आई1 इन्टु 8। अब यहाँबाट यो आई1को भ्यालु हामीले कति लेख्न सक्छौँ, यो डिभाइडमा आउँछ यता 24/8 डेट इज 3 एम्पियर हो। आई1 को भ्यालु कति निकाल्यौँ हामीले, देयरफोर आई1 इक्वल्स टु 3 एम्पियर। सो करेन्ट थ्रु 8 ओम रेजिस्टेन्स हामीले निकाल्यौँ कति 3 एम्पियर। ल यति बेला कपी गऱ्यौँ अनि देन मैले यो मेटेर अनि बल्ल यहाँबाट फेरि माथि स्टार्ट गर्छु। आई1 को भ्यालु जे होस् आइसक्यो हाम्रो 3 ओम हो, आई1 हामीले यता लेट गरेको थियौँ आई1 हो। अब यही आई1 यहाँ फ्लो भएर जान्छ अनि यहाँ निस्किन्छ, यो 4 एम्पियर यहाँबाट गएर यहाँ निस्किन्छ अनि 25 ओमको थ्रु दुइटै करेन्ट फ्लो गर्छ, यो आई1 र 4 एम्पियर। ल पहिला यति चाहिँ कपी गरौँ, देन म यसलाई मेटेर अनि बल्ल करेन्ट थ्रु 25 को पार्ट गर्छु मैले है। ल ल ल यति कपी गरौँ है। अब यो म मेटेर ठ्याक्कै सुरु गरिहालेँ। ल अब अहिलेलाई मेट्नेहरू पनि ठ्याक्कै अलि व्यवस्थित छैन, अब बिस्तारै। अब चाहिँ हामीले के गर्न सक्छौँ भने भोल्टेज अक्रॉस 20 के अरे करेन्ट अक्रॉस 25 ओम निकाल्छौँ। करेन्ट अक्रॉस नाउ करेन्ट अक्रॉस 25 ओम रेजिस्टर, करेन्ट अक्रॉस 25 ओम रेजिस्टर इज इक्वल्स टू करेन्ट अक्रॉस 25 कुन हो 4 एम्पियर प्लस आई1। यसलाई करेन्ट अक्रॉस 25 ओम रेजिस्टेन्सलाई हामीले आई अक्रॉस 25 यसरी पनि लेख्न सक्छौँ, आई अक्रॉस 25 ओम। यो करेन्ट अक्रॉस 25 ओम रेजिस्टर भनेको आई अक्रॉस 25 ओम रेजिस्टर, यो भनेको यो 4 एम्पियर प्लस आई1 हो। यहाँ 4 एम्पियर आउँछ र यो आई1 दुइटै आउँछ हैन, अनि 4 एम्पियर आई1 दुइटै फ्लो हुन्छ 25 मा। सो यो बेसिकली 4 एम्पियर प्लस आई1 हो, र आई1 कति हामीले भर्खर अघि निकाल्यौँ 3 एम्पियर। सो टोटल कति हुने भयो 7 एम्पियर। सो करेन्ट अक्रॉस 25 ओम रेजिस्टर हामीले निकालेर भ्याइसक्यौँ हो। हामीले करेन्ट अक्रॉस 25 ओमको रेजिस्टेन्स निकालिसक्यौँ 7 एम्पियर। अब हामीलाई के चाहिएको छ, एउटा करेन्ट अक्रॉस
करेन्ट थ्रु 25 एन्ड 20 ओम रेजिस्टर हो। 25 को थ्रु त हामीले करेन्ट निकालेर भ्याइसक्यौँ। अब चाहियो 20 ओमको थ्रुको करेन्ट है हो। पहिला यति कम्प्लिट गरौँ अनि देन मैले अब करेन्ट थ्रु 20 ओमको लागि वर्किङ बताएर अनि देन स्टार्ट गर्छु है। ल यो मेटिहालेँ मैले है, यो कपी गरौँ। अब यो करेन्ट थ्रु 20 ओम रेजिस्टेन्सको लागि के गर्छु भने जस्तो यो 6 ओम र 8 ओम प्यारललमा थियो अनि देन 6 को करेन्ट गिभन हुँदाखेरि हामीले 6 को भोल्टेज र 8 को भोल्टेज बराबर गरेर 8 को थ्रु करेन्ट निकाल्यो होइन। एक्ज्याक्टली अहिले यो 20 ओम वाला ब्रान्च, यो 20 ओमको यो जुन वायर हो अथवा 20 ओमको यो जुन ब्रान्च हो, यो ब्रान्च यो पुरै ब्रान्चसँग लेट्स चाहिँ मैले यो नेमिङ गरेँ ए बी एन्ड देन यो सी एन्ड यो डी भने एबी ब्रान्च र सिडी ब्रान्च के हो प्यारललमा हो। एबी ब्रान्च र सिडी ब्रान्च के हो प्यारललमा हो। किन प्यारललमा हो किनभने यो जुन मेन करेन्ट निस्किन्छ यहाँ ब्याट्रीबाट, यो ब्याट्री हो यो है, यो चाहिँ हाम्रो ब्याट्री हो। सो यो ब्याट्रीबाट जुन मेन करेन्ट निस्किन्छ यो मेन करेन्ट यहाँ आएर के हुन्छ दुईटा पाथमा डिभाइड हुन्छ। एउटा यो पाथको थ्रु, एउटा यो आई ड्यास थियो अघि, एउटा यो पाथको थ्रु, अर्को यो पाथको थ्रु। सो यो पाथ र यो पाथ के हुन जान्छ प्यारललमा हुन जान्छ। सो यो एबी र सिडी पाथ के हो प्यारललमा हो। सो एबी को भोल्टेज र सिडी को भोल्टेज के हुन्छ बराबर। र यो एबी को थ्रु हामीलाई करेन्ट त थाहा छ नि त 7 एम्पियर हो। 25 को थ्रु कति भोल्टेज करेन्ट हो 7 एम्पियर हो। सो 20 को थ्रु निकाल्न सकिन्छ युजिङ द सेम लजिक 6 र 8 को जस्तो 6 को थाहा थियो करेन्ट 4 एम्पियर, 8 को थाहा थिएन निकाल्यौ। 6 × 4 = 8 × I1 गरेर एक्ज्याक्टली 25 को थ्रु त थाहा छ नि त करेन्ट अथवा यो पुरै ब्रान्चकै करेन्ट थाहा छ नि। सो यो ब्रान्चको करेन्ट इन्टु यो ब्रान्चको होल रेजिस्टेन्स = यो ब्रान्चको करेन्ट इन्टु यो ब्रान्चको करेन्ट इन्टु यो ब्रान्चको रेजिस्टेन्स। भोल्टेज अहिले एबी को भोल्टेज र सिडी को भोल्टेज के हुन्छ बराबर। किनभने एबी र सिडी के हो प्यारललमा। किन प्यारललमा हो किनभने ब्याट्रीबाट निस्केको मेन करेन्ट दुईटा पाथमा डिभाइड भयो, एउटा पाथ एबी अर्को पाथ सिडी। सो एबी र सिडी के हो प्यारललमा हो। त यहाँ पहिला लेबल गरिहाल्यौँ हामीले फिगरलाई एबी र सिडी भनेर लेबल भनेको फिगरमा नेमिङ गर्नु। हामीले फिगरमा लेबलिङ गऱ्यौँ नेमिङ गऱ्यौँ अनि देन अब वर्किङ गर्छौँ भने यो सेकेन्ड पार्टको लागि के गरिदिन्छौँ भने सेकेन्ड पार्ट भनौँ न। सेकेन्ड पार्टमा के गरिदिन्छु भने लेबल द फिगर ABCD एज सोन इन फिगर, ABCD एज सोन इन फिगर हो। यो फिगर पनि बनाएर यो पार्टमा लेबलिङ गरेको यसरी देखाउनु पर्यो है। त्यसपछि नाउ भोल्टेज अक्रॉस AB ब्रान्च = भोल्टेज अक्रॉस CD ब्रान्च। भोल्टेज अक्रॉस AB ब्रान्च = भोल्टेज अक्रॉस CD ब्रान्च है। एबी ब्रान्चमा जे भोल्टेज छ सिडी ब्रान्चमा पनि त्यही भोल्टेज छ हो। सो भोल्टेज अक्रॉस एबी भनेको कति हो करेन्ट अक्रॉस एबी इन्टु रेजिस्टेन्स अक्रॉस एबी, करेन्ट अक्रॉस एबी इन्टु रेजिस्टेन्स अक्रॉस एबी। अब भोल्टेज अक्रॉस सिडी भनेको के हो करेन्ट अक्रॉस सिडी इन्टु रेजिस्टेन्स अक्रॉस सिडी। अब करेन्ट अक्रॉस सिडी त थाहा छैन तर रेजिस्टेन्स अक्रॉस सिडी त थाहा छ नि त 20 ओम। सो यो चाहिँ आइसिडी र यो आरसिडीमा कति लेख्न मिल्यो 20 ओम है। आइएबीमा कति हो करेन्ट थ्रु एबी को हामीले पहिले निकाले हो करेन्ट थ्रु 25। आई थ्रु एबी मिन्स आई थ्रु 25 ओम। यो 25 ओम आई थ्रु 25 ओम लेखे पनि भयो, डाइरेक्टली यहाँ 7 एम्पियर लेखे पनि भयो है। अहिलेलाई मैले चाहिँ के गरिदिएको हो आई थ्रु 25 ओम गरिदिएको हो। ल अब यहाँबाट आरएबी भनेको कति हो आरएबी भनेको यहाँदेखि यहाँसम्मको रेजिस्टेन्स। अब यहाँदेखि यहाँमा के छ यो दुईटा प्यारललमा छ 6 र 8 र 6 र 8 को प्यारललसँग यो 25 केमा छ सिरिजमा छ। सो 6 र 8 को प्यारलल गरौँ देन त्यो प्यारलललाई के गरौँ 25 सँग सिरिज गरौँ। मिन्स आरएबीमा हामीले कति लेख्न सक्छौँ यसलाई थोरै यताबाट लेखौँ। आइएबी कति लेख्न सक्छौँ हामीले आई अक्रॉस 25 ओम हैन इन्टु आरएबीमा कति लेख्न सक्छौँ 6 र 8 को प्यारलल 6 र 8 को प्यारलल यसरी लेखौँ प्यारलल 6 प्यारलल 8 एन्ड देन 25 सँग सिरिज। त्यो भनेको प्लस 25 किन भयो किनभने पहिला यो 6 र 8 के छ प्यारलल। सो यो प्यारलल हो यो 6 प्यारलल 8 र यो 6 प्यारलल 8 25 सँग केमा छ सिरिजमा। सो सिरिजको लागि प्लस आयो
सिरिजको लागि प्लस आयो, प्यारललको लागि यो सिम्बल मैले लेखेँ। अथवा डाइरेक्टली हामीले यहाँ आई अक्रस थ्रु 25 कति हो 7 6 प्यारलल 8लाई अब के मिल्छ लेख्न मिल्छ 6 × 8/6 + 8 हो। अनि यो पहिला पुरै होल मल्टिप्लाई है, यो चाहिँ होल मल्टिप्लाई। अनि यो चाहिँ 6 प्यारलल 8मा 6 × 8/6 + 8 + 25। यो आई अक्रस सिडी थाहा छैन। अनि यो चाहिँ 20 ओम रेजिस्टेन्स। अब यो 6 × 8/6 + 8 यो चाहिँ 7 × यो 6 × 48 बाई यो चाहिँ 14 + 25 है। यो भ्यालु चाहिँ कति भयो आई अक्रस सिडी × 20 ओम हो। अब योबाट यहाँबाट 48/14 गऱ्यो अनि देन 25 मा एड गऱ्यो अनि यो × 7 अनि देन यसलाई यो 20 ले होल डिभाइड हो। अब म यो डायग्राम मेटेर अनि लेखौँ बरु है। अब डायग्रामको काम सक्यो। अब यो भ्यालु निकालेपछि आई अक्रस सिडी आउँछ। आई अक्रस सिडी भनेकै हाम्रो करेन्ट थ्रु 20 ओम हो। सो आई अक्रस सिडी निकाल्यो अनि देयरफोर करेन्ट थ्रु 20 ओम रेजिस्टेन्स लेखौँ हो। सो अब मैले यो डायग्राम मेटिहालेँ। डायग्रामको काम ठ्याक्कै छैन। सो डायग्राम मैले मेटिहालेँ। अब यो नोट गरौँ यति है, यति चाहिँ नोट गरौँ। डायग्राम मैले मेटिहालेँ ठ्याक्कै। डायग्रामको काम छैन हामीलाई अहिलेलाई। यो मेट्ने पनि ठ्याक्कै सब व्यवस्थित छैन। अब यो बिस्तारै व्यवस्थित गरौँला भोलिबाट। आज चाहिँ यसो एउटा भिडियो हालिहाल्यो भनेर स्टार्ट गरेर। ल अब 7 × योबाट यता मैले लेखेँ है, यहाँबाट यता लेखेँ 7 और 7 मल्टिप्लाई 7 मल्टिप्लाई अनि यो पार्ट 48/14 मैले यो कति लेख्न सकिन्छ 48/14। यो क्यालकुलेटर प्रेस गरेर लेखियो भने 14 × 3 = 42 एन्ड 6 0 14 4 = 56 14 4 = 56 अनि जस अघि मैले यो क्यालकुलेट गरेर राखेको थिएँ कति हो भने 3.42857 है। 3.4285714। अब यो सबै लेख्नु पर्दैन, यो डेसिमल पछि जस 3टा डिजिट लेख्दा हुन्छ हामीले। 7 मल्टिप्लाई यति प्लस 25 यहाँ प्लस 25 इज इक्वल्स टु यो के को इज इक्वल्स टु छ आई अक्रस सिडी × 20 आई अक्रस सिडी × 20 है। ल अब यो र यो जोड्नु पर्यो हामीले। प्लस 25 हो, यो 14 हो, यो जोड्यो भने र 7 × सबै गर्यो भने यो भ्यालु कति आउँछ भने पहिला त त्यो 28.42857114 हो इज इक्वल्स टु आई अक्रस सिडी × 20 हो। अब यो 20 यता डिभाइडमा ल्याऊ अथवा एकचोटि पुरै यो डाटा एक्सचेन्ज गरौँ, यो यतापट्टि यो यतापट्टि। आई अक्रस सिडी × 20 इज इक्वल्स टु 7 × 28 कति 4285714 यो अब 85714। ल सबै लेख्नु परेन, यो डेसिमल पछि एटलिस्ट 3टा डिजिट लेखौँ है। अब यो 20 यता डिभाइडमा लगाऊ और आई अक्रस सिडी इज इक्वल्स टु 7 × 28.8542855714 है 42855714 डिभाइडेड बाई 20। अब यो यहाँ मैले फेरि अब यता मैले यहाँ 3टा डिजिट युज गरेको। अब फेरि अरूले हल्ला गर्ने होला यहाँ 3टाबाट 5वटा कसरी भइगयो त्यो मतलब राख्नु भएन। 3टा डिजिट लेख्नु पर्यो मिनिमम है। अब यो र यो डिभाइड हामीले गर्यो भने यो 9.95 एम्पियर आउँछ। यो चाहिँ के हुने भयो आई अक्रस सिडी मिन्स करेन्ट थ्रु ब्रान्च सिडी। करेन्ट थ्रु अघिको फिगरमा करेन्ट थ्रु ब्रान्च सिडी हो र यो करेन्ट थ्रु ब्रान्च सिडी भनेकै करेन्ट थ्रु 20 ओम रेजिस्टर हो। देयरफोर करेन्ट थ्रु 25 ओम रेजिस्टेन्स कति हो सुरुमा निकालेको थियो 7 एम्पियर र करेन्ट थ्रु 20 ओम रेजिस्टेन्स कति हो 9.95 एम्पियर है हो। यसरी गरेर यो क्वेसन हामीले जस भ्यायौँ हैन। अब नेक्स्ट क्वेसन अर्को भिडियोमा गरौँला। अब आजलाई अहिलेलाई यति नै गरेर जे होस् ठ्याक्कै मैले यो भिडियो यति नै कम्प्लिट गरेँ। अब भोलिको भिडियोबाट जे होस् बिस्तारै लङ भिडियोहरू आउँछ। अब यो भिडियो अब म्याक्सिमम जे होस् सेयर गर्नु पर्यो। अब म आइसकेँ हैन अनि देन अब बिस्तारै यो चाहिँ उ गर्नु पर्यो, सेयर गर्नु पर्यो सबैजनालाई।
जे सेयर गर्नु पऱ्यो, सब्सक्राइब गर्नु पऱ्यो, लाइक गर्नु पऱ्यो, कमेन्ट गर्नु पऱ्यो, म्याक्सिममभन्दा म्याक्सिमम जे सेयर लाइक सब्सक्राइब हुनु पऱ्यो है। ल टिल देन आजको लागि अहिले यति नै गर्दै सबैलाई बाई बाई।